आज हामी चाहिँ गाउँ जाँदैछौँ। हामी चाहिँ अब ठोरी जाँदैछौँ है। ठोरी गएर अब यसो रमाइलो गर्छौँ हल्का। ल हेर्नु त यहाँ कुर्सीमा अब टक्कसँगले हामी यहाँ पानीमा बस्छौँ। यसलाई थाहा छ जिन्दगीमा छ जिन्दगीमा आज चाहिँ म सानो एउटा भ्लग बनाउँदैछु। आज हामी चाहिँ गाउँ जाँदैछौँ। टेढेरामा के भन्नु चाहिँ यही भन्यो भने चाहिँ अनि मलाई अचम्मै रिस उठेर मलाई चाहिँ अचम्मै रिस उठ्छ क्या। किन के बोले भर्खर के बोले ल हामी चाहिँ तारी खान आएको छु गाइस है। अब तारी खाने टक्कसँगले पानी छ पानी ए तारी खाने हो तारी खाँदै हो कहाँ त त्यही हो ल ठुलो भएछ त अहिले त क्या चिल्लो भएछ त अनि के खान्छ यसले कोकोले चाहिँ मलाई चिनेछ क्या त्यही भएर पुरा नजिक नजिक आएर छ। बस 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 कोको कोको ए ल हामी हेर्नु यसलाई चिल्लो भएछ है अहिले त है ठुलो पनि भएछ। कोको हात दे अर्को 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 हात दे कोको बस न बस 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 बिस्कुट ल्याइदिन्छु तल ओर्ले आइज 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 ल गाइज म चाहिँ कोकोलाई बिस्कुट किन्न जाँदैछु है दोकानमा। अब बिस्कुट चाहिँ मम्मीले ल्याइदिनु भन्दै त्यही भएर बिस्कुट लिनु जाँदैछु। कोको त्यसरी बसिरहेको छ। कोको त त्यहाँ ओछ्यानमा बस्नु पर्ने है। ल गाइज हामी चाहिँ ठोरी नै जाने हो। ल हामी चाहिँ अब ठोरी जाँदैछौँ है। ठोरी गएर अब यसो रमाइलो गर्छौँ हल्का। 4 जना छौँ हामी। कस्तो आनन्दको ठाउँ छ गाइज हाम्रो यहाँ चिल छ एकदम। ब्याम्बो रिसोर्ट अरे ब्याम्बो रिसोर्ट हामी चाहिँ जाँदैछौँ। ब्याम्बो रिसोर्ट यो चाहिँ अलिक भित्र रहेछ। क्या चिल छ आनन्द। चट्ट पानी
थाहा नभएर आउँछु त के कसलाई थाहा छ यसलाई थाहा छ जिन्दगीमा छ जिन्दगीमा साले चाहिँ टाइम लाग्छ भाइ कहाँ भन्छ हौ ल हेर्नु त यहाँ कुर्सीमा अब टक्कसँगले हामी यहाँ पानीमा बस्छौँ टक्कसँगले बाफ्रे थेरापी हो एउटा थेरापी थेरापी भन्दा नि डेन्जर के भन्छ उसले के रे हाम्रो त्यो पुण्डेले के पुण्डे म चाहिँ यहाँ बस्छु कता बस्छ थेपारी अलिक त्यो त के भन्छ काठमाडौँमा त्यस्तो त थेरापी यस्तो ठाउँहरू बनाइसकेर चाहिँ हामीलाई थाहै छैन नि त साँपहरू त आउँदैन साँपहरू त आउँदैन नि यस्तो गरेर गिट 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 गर्दै आउला नि यो कुर्सी मिलेन क्या मेरो यार अलिकति यहाँ तल राख्नु न गहिरो रहेछ क्या यहाँ चाहिँ अलिक कस्तो खोइ खोइ चिया पनि खाएर बस्छ कसम खाएर पठाउनु रहेछ कसम खाएर पठाउनु त्यस्तै भएको त्यहाँ प्रधानटोलमा होइन हजुरले त अब फोन गरेको रहेछ मुख सुन्छ कि के गर्छ घर बसी आज त छैन नि त गनाउने म केही टुक्टी पनि निकालिदिन्छु आएर मैले छोडेको भएर चाहिँ नखाउँ भनेर होइन मैले भनेको के भने तिमीहरू त्यो खाऊ न त बाटो खुल्ला छ होइन तीनजना भयो नि लिएर आउँछु चलाएर मर्छ तीनजना त्यति तर अलिकति नर्दी हो खास चाहिँ पेट छ होइन यसलाई चलाउने गरेर पनि पठाउँला नि होइन तीनजना हामी अड्छ सर सबै बाटो तात्छ अब हामी आइपुग्छ बम्बो के अरे नाम ब्याम्बो ब्याम्बो रिभर साइड कटेज थोडी गाउँपालिका वार्ड नम्बर 2मा हामी अहिले छौँ हाम्रो हजुरको ब्लग के नाम युट्युब मेरो हिमाल परियार ब्लगको हाम्रो उहाँ दाजु आउनुभएको छ आज चट्ट यो चट्ट हुन्छ नि एउटा यो प्राकृतिक के भन्ने अब जे भन्ने हुन्छ मिलाएर भन्नु कल्कुला के भन्छ पानीले चट्ट मुख धुँदै हुनुहुन्छ उहाँ चाहिँ अहिले होइन एकदमै उहाँ चाहिँ प्रकृतिसँग प्रकृति प्रेमी हुनुहुन्छ होइन उहाँ चाहिँ अहिले जाउन त भाइहरू यसो कस्तो राम्रो ठाउँमा यसो प्राकृतिक खुट्टा चट्टै एक दुई प्या खाउँ भनेर चाहिँ भन्नुभयो उहाँले उहाँले छोडे मैले चाहिँ खाना छोडेँ भन्दै हुनुहुन्छ होइन तर उहाँले छोड्नु कारण त्यस्तो चाहिँ होइन के अरे आफू देखेन भनेर पुरा टेन्सन के त्यसलाई आफ्नै आउनु पर्यो भाउजू हाम्रो भाउजू दाइ गाउँमा आउने बेला चाहिँ कसम चाहिँ नखुवाइदिनु नि होइन कसमै खुवाएर चाहिँ अब गाउँमा गएर चाहिँ यसो होइन ड्रिङ्क चाहिँ नगर्नु त्यतिकै नगरिदिनु भाउजू होइन अब हिमाल दाइ धेरै तपाईँलाई माया गर्ने मान्छे हो कसम खाएपछि त यहाँ तोड्नै नखोज्नु त बियरमा चाहिँ कसम खुवाउँदैन तपाईँले खालि हाइल्यान्ड मात्रै हो बियर चाहिँ यो खान्छु भन्छ हाइल्यान्ड चाहिँ हुँदैन भन्छ अचम्म लाग्यो मलाई के हो तपाईँको कसम पनि यति चाहिँ देखाइदिनुपर्छ कि दाइले जे गरे त्यो गर्नुपर्छ अलिकति पछाडिबाट हाल्नु त्यो प्रोटेक्टमा त्यो अलिक
आज त भाइ खुट्टा चलाएको के नर्मलमा हान्नु नि त म मात्रै फोटो खिच्ने त्यो प्रोटिनमा हान्नु एउटा भिडियो पहिला मान्छे छिर्दाखेरि नुहाउनु पर्दैन सिस्टमै छैन कि एकजना चाहिन्छ कि अब कोही एकदम नुहाएर आउनु पर्छ नुहाएर जसरी पनि आउनु पर्यो नुहाएर त पर्ने सिस्टम अस्ति मैले एउटा भिडियो हेरेँ कि है त्यो सुनाइरा हुन्छ होइन सुनाइरा हुन्छ अनि सर भन्छ क्या हुआ सर बाथरूम किधर है भन्छ त्यसलाई आऊ इधर भनेर बोलाउँछ लगाइदिन्छ त्यो पहिलो व्यक्ति हो त पहिलो मान्छे हो नुहाइरहेको ठाउँबाट बाथरुम खोजिरहेको उतातिर त यस्तो स्विमिङ पुलमा त्यो सुसु गर्यो भने त्यो केमिकल रातो आउँछ क्या अटोमेटिक रातो हुन्छ नि त त्यो हाल्नु पर्छ अनि त्यसरी समाउँछ अहिले भिडियो निकाल्नु यताउति आएर यसो मलाई घुमाउनु न पानी सर आएछ त सही ल खै त एकचोटि हिँड्नु सिधै हिँड्नु उता यस्तो त हुँदैन ठिक छ नि हैन एकदम ल बाबा यो त भएन है हो गाइज ल हाम्रो चाहिँ हैन यस्तो भयो कि हाम्रो चाहिँ हैन तिहार गर्ने मोबाइल चाहिँ अहिले ठ्याक्कै अफ भयो हैन अहिले हामी चाहिँ अब हेर्नु त ल म दिन्छु हामी यहाँ छौ है अब त्यसका बाजीको क्यूआर दिने कुरा भयो होस्पट दिन्छु के क्यूआर भएन के क्यूआर गर्ने त्यो पैसा हाम्रो सबैसँग क्यूआर रहेछ है अनि अब के गर्ने हामी भन्दा सबैभन्दा भाइ भनेको भाडा मोल्यो भने त 15 दिनमा ठ्याक्कै सदिन्छ यहाँ चार्जर नि यहाँ सकिसकेको छ यहाँ मसाला चाहिँ एकदम हुन्छ बिहानै पठाइदिन्छु तिनजना ल्याब चाहिँ हालिदिउँ मजाक नगरे ल गाइज हाम्रो चाहिँ अब ब्लग चाहिँ यही इन गर्नु पर्ला जस्तो छ है राति भइसकेको छ कति बज्यो 7 भइसक्यो ब्लग चाहिँ म यही इन गर्दैछु सानो हुन्छ ठोरी बम्बो बार होइन ब्याम्बो रिभर साइड कटेजमा होइन कति भनेको 41 समथिङ कति छ है 41 हाल्दा हुन्छ भइहाल्छ त्यही बम्बो बार बम्बो रिसोर्ट ब्याम्बो के त्यही हो गाइज ल यो मेरो ब्लग आउँछ है दामी सानो सर्टकट भ्यूमा हुन्छ ल यहाँ केटाहरू यतै नै छ ल ठ्याक्कै भाइ भयो ल भयो एकचोटि यो फोटो पनि लगेर जाऊ अहिले लगेर जाऊ अस्ति मलाई त्यहाँ 1500 फुटको नतिर्यो ल गाइज ल त्यही नै है ल मेरो सानो ब्लग आउँछ ओके गाइज नेक्स्ट भिडियोमा प्लिज लाइक शेयर कमेन्ट सबै होला ओके गाइज ल हेलो गाइज अब चाहिँ हामी स्विमिङ गर्न जान्छौँ है हाम्रो सुवर्णपुरमा पहिलो पटक खुलेको छ नि त नयाँ अनि त्यसैको लागि हामी चाहिँ नुहाउन जाँदैछौँ ओके तेरो त देखाइरहेछ नि हामीले त्यो निक्लिनु त सकेर साला टाउको धसिला फेरि साला गहिरोमा हर्दैन मारे पिटरलाई
गाइज हामी चाहिँ सनसेटको हेलो गाइज हामी चाहिँ हाम्रो ओएमबीमा ओएमबीमा चाहिँ हामी आज खेल्न आएको बाल देखाउनु पर्यो क्या तेरो बालै भएर क्या तेरो बालै भएर क्या अलि आज चाहिँ हामी रमाइलो भइरहेको छ यहाँ तेरो बाल देखायो भयो अलि हो भन्छ है ल फोटो हान्दै फोटो आज ल भिडियो